हेलो गाइज, वेलकम ब्याक गर्न चाहन्छु मेरो फर्स्ट भ्लगको सेकेन्ड पार्टमा। यदि तपाईँले मेरो फर्स्ट पार्ट नै हेर्नु भएको छैन भने तपाईँले माथि त्यहाँ लिङ्क क्लिक गरिरहेको छ ल, त्यहाँ तपाईँले क्लिक गरेर हेर्न सक्नुहुन्छ। साथै तपाईँले यसको डिस्क्रिप्सनमा गएर पनि त्यो भिडियो वाच गर्न सक्नुहुन्छ। र यो मेरो सेकेन्ड पार्ट हो फर्स्ट भ्लगको, त्यसैले यसमा हामी खासमा मुख्य कुरा गर्नेछौँ। मेरो जुन 2टा वर्क परमिट आइसकेको छ होइन, 2टा वर्क परमिटमा पहिलो वर्क परमिट पछि मैले के गरेँ र यो मेरो सेकेन्ड वर्क परमिट पछि हामीले के गर्छौँ भन्ने कुरा जान्नेछौँ। साथै यो म तपाईँलाई यहाँको बाहिर वातावरण पनि देखाउने थिएँ, अनि भ्लगको रूपमा म यो भिडियो बनाउन गइरहेको छु। र आज हामी यो भिडियोमा खासमा कुरा गर्नेछौँ, जस्तै मेरो फर्स्ट वर्क परमिट आएपछि हामीले के गरेको थियो होइन, र यो सेकेन्ड वर्क परमिट आएपछि हामी फेरि के गरियो भन्ने कुरामा हामीले यो भिडियोमा स्पष्ट देख्नेछौँ। त्यसैले यो भिडियोलाई किप कन्टिन्यू एन्ड किप वाचिङ एन्ड सपोर्ट। मैले यो कागजात अफिसबाट मैले पाउनुपर्ने कागजात पाइसकेको छु मेडिकलको लागि। अब हामी यहाँबाट घुम्दै तपाईँहरूलाई म बाहिरको वातावरण पनि देखाउँदै लाग्छु है। मेडिकलमा चाहिँ जाँदाखेरि अलिक त्यहाँ टाइम लाग्दो रहेछ। हेरौँ के हुँदो रहेछ। अगाडिचोटि त ब्लड पनि निकालेको थियो। मेडिकलका लागि के कस्ता कागजातहरू चाहिन्छ भने तपाईँले जान्न इच्छा लागेको छ भने सबभन्दा पहिले कुरा पासपोर्ट तपाईँ कहिले पनि नछुटाउनु आफूसँग। त्यसपछि तपाईँ अब अफिस जानुहोस् या आफ्नो कम्पनीमा जानु, बाँकी कागज उसले मेडिकलको लागि त्यहीँबाट दिन्छ क्या। अनि उसले दिन्छ, अनि त्यहाँको एड्रेसहरू दिन्छ होइन, कुन ठाउँ जानुपर्ने, कुन सिटीमा। अब म तपाईँलाई मुख्य ठाउँ रोसलोको ऐतिहासिक र सुन्दर ठाउँ घुमाउन लाग्दैछु है त गाइज। त्यसैले मसँग बनिराख्नु अनि यो भिडियोलाई किप कन्टिन्यू वाचिङ गर्नु है त। ल हामी लगभग आइपुगेको छु। यो भनेको पोल्यान्डको एउटा ऐतिहासिक र सुन्दर ठाउँ हो। यदि तपाईँहरू रोसलो आउँदै हुनुहुन्छ भने यो ठाउँ एकचोटि अवश्य आउनु है त। यो जुन तपाईँले अगाडिको टेम्पल हेर्दै हुन्छ नि, त्यो भनेको 10औं शताब्दी यानि कि 10औं सेन्चुरीमा बनेको थियो। तर जति बेला द्वितीय विश्वयुद्ध यानि कि वर्ल्ड वार 2 चलिरहेको समयमा त्यो भनेको क्याथेड्रलको लगभग 70% हिस्सा नै पुरै नष्ट भइसकेको थियो। तर युद्धपछि अनि पुलिस जनताहरूले फेरि यसलाई पुनर्निर्माण गरियो जस्ता त्यस्तै। त्यसैले आज हेर्न सक्नुहुन्छ है। अनि मेरो मेडिकल सेन्टर आज एकदम नजिकै रहेछ। यी नजिकै छ। म लगभग तपाईँलाई देखाउन चाहन्छु। यो घरमा रहेको छ। घर हेर्नु न, यो घर हो कि हस्पिटल हो कि के हो, यत्रो एकदम भवन जतिकै छ होइन। अब हामी यसको भित्र गएपछि अनि जान्नेछौँ साँच्चै यो हस्पिटल नै हो, पुरै घरै हस्पिटल हो कि यो अब होटेल हो। मलाई त हेर्दाखेरि एकदम होटेल जस्तो पनि लाग्छ होइन। अनि यहाँ भित्र आउने बित्तिकै म चाहिँ रिसिप्सनिस्ट देखेँ। अनि म यसलाई सोध्छु अब यो मेरो लोकेसन कहाँ हो भनेर। अनि उसले मलाई भन्दैछ है, Yes. Left. And Go straight. right. अब यहाँको मेन समस्या भनेको हाम्रो के हुन्छ नि त, यहाँ पुलिस भाषा, अब हामी चाहिँ पुलिस भाषा बोल्न नजाने। यहाँको फेरि प्रोनाउन्स एकदम गाह्रो छ है। पोल्यान्डको पुलिस मैले लगभग 1 साल भइसक्यो म पै बोल्न सिकेको छैन। ल घर हेर्नु त, आमा कस्तो रहेछ यार। यो घर हो कि हस्पिटल हो भनेर पनि छुट्याउन सकिँदैन। हेर्नु त, अब हाम्रो नेपालमा हुन्छ नि त, अब हस्पिटल छिरेपछि त अब यतिकै धेरै हुन्छ नि त, डक्टरहरू भेट्छ, को भेट्छ होइन। तर यहाँ भनेको यस्तो हुँदैन। यहाँ भनेको पुरै घर जस्तै हुँदो रहेछ क्या, भित्र मात्रै सबै कुरा। अब म खोज्दैछु कता हो, म अझै भेटेकै छैन। यहाँ चाहिँ एकजनालाई मैले देखेँ। अब उसलाई म चाहिँ सोध्छु है। Yes.
Oh yeah, he's over there. मैले यहाँ चाहिँ एकजनालाई सोधेँ अनि उसले Are you working here? Yeah, but not in this, you know, there are different offices in here, so I'm Different working in the department. lab, but it's very different from the one that you're coming from. So I believe it is here. Yeah, I think okay. Thank you very much. You're welcome. Have a nice day. Thank you. ढाँटी भाइ भित्र अब कस्तो रहेछ यहाँ फेरि घर जस्तै हुन्छ क्या त्यस्तो अब ऊ हुँदैन रहेछ अब यो ढोका खोलौँ ल यहाँदेखि त अनि ठ्याक्क पुरा हस्पिटलकै रहेछ नि त सेतो वाइट पेन्टिङ गरेको अनि र मान्छेहरू कोरिने छ अहिले यहाँ अनि यसलाई उसलाई मैले सोधेको यही ठाउँ हो अरे तर मैले उसलाई सोधेँ यहाँ भित्रमा भ्लग सुट गर्न पाउँछ कि पाउँदैन अनि उसले पाउँदैनन् भने यहाँ चाहिँ अनि म दुईजनालाई भेटेँ पहिला हामी सँगै एउटै कम्पनीमा काम गर्थ्यौँ र ऊ पनि आज मेडिकलको लागि आएको रहेछ अनि एकछिन हामी यसो कुराकानी गऱ्यौँ गफसफ गऱ्यौँ अनि त्यसपछि म छुटेँ आज त मेडिकलको नाममा केही पनि गराएन त यार आज मेडिकलको नाममा केही पनि गराएन म अब बिर्सेँ नि ढोका यार अब बाहिर कता हो भोलि पो त यस्तो रहेछ यार भित्र अलि कस्तो रहेछ अनुहार फेरि कस्तो देखिरहेछ यहाँको जुन कुण्डी छ नि हेरौँ न छातीसँग पुगिरहेछ क्या यहाँ त माथि कतै हो कत्रो ठुलो भवन छ ओके सो मैले फिनिस गरिसकेँ होइन त्यस्तो केही पनि आज हुँदैन रहेछ अनि उसले मलाई अब आजै लाग्छ होला नयाँ अकोमोडेसनमा सो म आज ब्याक हुन्छु त्यो के रहेछ भन्ने कुरा लेट्स गेट एन्ड कन्टिन्यू गरौँ न त के गरेन यहाँको मेडिकलमा अस्तिको चाहिँ योभन्दा पहिलाको मेडिकलमा जाँदाखेरि उसले पिपी ग्लुजको लगाएर मजाले नै त्यो मान्छे मर्न लागेको मान्छेलाई कस्तो होइन जिउभरि चिता लगाएर अनि यसको गर्दो रहेछ त्यस्तै गरेको थियो तर योचोटि यहाँ भनेको त्यस्तो केही पनि गरेको रहेनछ सो त्यसैले पर्दैन सो अब फेरि एकचोटि म अफिस जान्छु अब उसले अफिसमा बोलाएको छ के हुँदो रहेछ लेट्स हेर्नु नै त्यसपछि बाटो कुरा गर्छु म फेरि अफिस जानु लागेको केही पनि गराएन आज मेडिकल खास भन्नुपर्दाखेरि त्यो दिएको पेपर लियो अनि एउटा मेरो प्रेसर चाहिँ उसले टेस्ट गर्यो अनि प्रेसर जाँचेपछि उसले हुन्छ यतिकै भनेर उसले है मेरो नेक्स्ट भ्लगमा म तपाईँहरूलाई भन्ने छु मेरो जब कन्ट्याक्ट पछि कति दिनमा मेरो वर्क परमिट आयो र हामी कसरी वर्क परमिट एप्लाई गर्न सक्छौँ भन्ने बारेमा तपाईँलाई बताउने छु